तपाईको इमोको नम्बर कसरी लुकाउने? जस्तै कि साथीहरू तपाईको इमो प्रोफाइलमा कोही पनि भिजिट गर्न आयो, तपाईको नम्बर सबैले थाहा पाउन सक्छ। अब तपाईको इमोको नम्बर कसैले पनि थाहा नपाउने तपाईले आफ्नो इमोमा के सेटिङ गर्ने? यो जान्नुभन्दा पहिला साथीहरू तपाईलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनुहोला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नुहोला, तपाईको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईले तुरुन्तै पाउनुहुनेछ। तपाईको इमोको नम्बर कसरी लुकाउने त? त्यसको लागि साथीहरू तपाईले पहिला आफ्नो इमोलाई ओपन गर्नुहोला। जस्तै कि मैले मेरो इमोलाई ओपन गरे। तपाईको इमोलाई ओपन गरिसकेपछि अब तपाईले आफ्नो इमो प्रोफाइलको फोन नम्बर लुकाउन छ भने तपाईले आफ्नो यहाँ माथि देख्न सक्नुहुन्छ प्रोफाइल फोटो, यही तपाईले टच गर्नुहोला। यहाँ टच गरिसकेपछि साथीहरू अब तपाईले यहाँ देख्न सक्नुहुन्छ सेक्युरिटी एन्ड प्राइभेसी भनेको छ, यहाँ टच गर्नुहोला है त। यहाँ तपाईले देख्न सक्नुहुन्छ सेक्युरिटी एन्ड प्राइभेसी, यहाँ टच गरिसकेपछि थोरै स्क्रल अप गर्नुहोला है, स्क्रल अप गर्नुहोला। यहाँ आइसकेपछि साथीहरू अब तपाईले यहाँ देख्न सक्नुहुन्छ प्रोफाइल प्राइभेसी भनेको छ, यो प्रोफाइल प्राइभेसीमा तपाईले टच गर्नुपर्ने हुन्छ। जस्तै कि यो प्रोफाइल प्राइभेसीमा टच गर्नुहोला। यहाँ टच गरिसकेपछि अब तपाईले यहाँ खोज्नुपर्ने हुन्छ इमो आइडी भनेको छ है, यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँनिर इमो आइडी भनेको छ, यसलाई टच गर्नुहोला। यहाँ टच गरिसकेपछि तपाईले यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ ब्लू टिक मार्क एभ्रीवानमा छ, तपाईले यो ब्लू टिक मार्कलाई चाहिँ तपाईले यहाँ लास्टको नो बडीमा तपाईले यसरी राख्नुपर्ने हुन्छ है। तपाईहरुको प्राय एभ्रीवानमा हुनुहुन्छ, यो एभ्रीवानमा भयो भने चाहिँ तपाईको प्रोफाइलमा इमो प्रोफाइलमा जो पनि आयो भने तपाईको नम्बर देख्न सक्छ। यदि तपाई देखाउन चाहनुहुन्न भने चाहिँ तपाईले यहाँ नो बडीमा चाहिँ तपाईले यो ब्लू टिक मार्कलाई चाहिँ राख्नुपर्ने हुन्छ। यति राखिसकेपछि अब तपाई सिधै ब्याक जानुहोस्, सिधै ब्याक जानुहोस्। अब तपाईको इमो प्रोफाइलमा तपाईको नम्बर कसैले पनि देख्न सक्दैन।